हजुर नाम चाहिँ प्रताप राई। अहिले हाल चाहिँ म पौवादुङमा गाउँपालिका वार्ड नम्बर 4 मा बस्छु। 2013 को घटना हो। अहिले 10 वर्ष भयो। घटना चाहिँ कसरी भएको थियो? सुसाइड गर्नुभएको थियो? पोस्टमार्टम गरेर किरात र याखसँग सम्बन्धित यहाँनिर दाह संस्कार गरेर हामीले गएको थियौँ 10 वर्ष अगाडि। 10 वर्ष चाहिँ अब यो भदौ 16 गते पुग्छ होला। अनि भदौ 16 गते तपाईहरु को आउनु भएको छ आफन्त? तपाईँ उहाँको एकजना आफन्त आइदिनुहोस् त। हैन उहाँहरुको तपाई उताबाट आउनु भएको सबै आफन्त आइदिनु। उताबाट आएको आफन्तहरू आइदिनु त एकछिन। त्यो गाडी त बाजेलाई बोलाउनु। अलि गाडी त निकालौँ न। हजुर मृतकको बाबा ए हजुरको शुभ नाम भन्नुहोस् त। ओम कुमार राई। हजुरको छोरीको चाहिँ 2071 सालमा देहान्त भयो। ए सरी कति? 73 साल। तपाईँले नै भन्नु त। 2073 सालमा चाहिँ हजुरको छोरीको देहान्त भयो। दुःखमय घटना भयो जहाँ चाहिँ तपाईँको छोरीले चाहिँ सुसाइड गर्नुभएको थियो। अनि त्यस क्रममा चाहिँ किरात र याखाको जग्गामा राखिएको थियो, दाह संस्कार गरिएको थियो। अनि त्यस कारणले गर्दा चाहिँ अहिले अब हाम्रो मुन्दुम अनुसार हामीले देखेअनुसार चाहिँ उहाँ चाहिँ के भने जाग्नुभयो होइन। त्यसलाई चुडेल भनिन्छ नेपालीमा, अर्को भाषाबाट किचकन्ने भन्ने जागित्रा भन्ने चलन छ। जागित्रा हजुर सबैले बुझ्ने भाषामा। अनि हजुर चाहिँ अब धामी हुनुहुन्छ, राई भाषाबाट नाक्छौँ भन्छ, बिजुवा। तपाईँले चाहिँ अब यो छेत्री सायद देख्नै भएको होला होइन। तपाईँले यसलाई पुरा गर्नु सक्नुहुन्छ? हजुर पुरा एकदम पुरै गर्नको लागि गर्नु सक्नु भएन भने सकिन्छ। यति हो हामी जति पनि देखिसकेको यहाँ प्रशासन यहाँ गाउँलेहरूलाई भोलिको दिनमा अप्ठ्यारो पर्दैन होला। अनि त्यसमा तपाईँले देखाउने केही प्रमाण हुन्छ? विश्वास के हुन्छ बताइदिनुहोस् त। त्यहाँ अब जाएकोहरू केही हड्डीहरू केही प्रमाणहरू हुन्छ त्यहाँ। अहिले पब्लिकलाई देखाउन सकिने कुरा त्यहाँ अब जे जाएको चिजहरू हुन्छ नि हजुर हड्डीहरू कुन टाइपका हुन्छ त्यहाँ भनिहाल्छ। जस्तै केही अब अवशेषहरूमा, अवशेषहरू भनेको हड्डीहरूमा हुन्छ खुनहरू जाएको हुन्छ होइन। खुनहरूमा केही कुदिरहेको हड्डीहरूमा लक्षणहरू के देखिन्छ? ल हुन्छ है यति भए। हुन्छ हुन्छ यति नै लुकान्छ। ल हस् धन्यवाद बिजुवाज्यू। यसो हेर्दाखेरि सक्सेस उहाँ चाहिँ मृतकको बुवा हुनुहुन्छ, उहाँ चाहिँ मृतकको श्रीमान हुनुहुन्छ।